सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, एउटा सानो भिडियो क्लिपमा बोल्न मन लाग्यो र विषय चाहिँ अब मेरो क्षेत्राधिकार बाहिरको छन चाहिँ यो सान्दर्भिक लाग्न सक्छ कतिलाई, तर एउटा स्वतन्त्र मेयर भएको नाताले अर्को एउटा स्वतन्त्र मेयरले काम गरिरहेको पालिका एउटा मेन्सनेबल हैन, चर्चा गर्न योग्य सान्दर्भिक विषय बन्न सक्छ भनेर महानगरपालिका काठमाडौँ महानगरपालिकाको बारेमा के कुरा मैले भन्न चाहेको छु। अब त्यहाँनिर हाम्रो बालेनजी मेयर चाहिँ एक्लिनु भयो, एक्लो बनाए उहाँलाई भन्ने खालको चाहिँ नै अब हामीले सुनिरहेको बुझिरहेका छौँ। त्यहाँ कार्यपालिका बैठक नबसेको पनि कमसेकम 4 महिना 5 महिना भयो अरे भन्ने पनि सुनिएको छ। अब कुरा के हुन्छ होला त नेक्स्ट भन्ने बारेमा सबैको चासो छ, त्यो हुनु स्वाभाविक पनि हो। मैले चाहिँ के देख्छु भन्दाखेरि अब त्यहाँनिर भ्याक्युम हैन, एक खालको शून्यताको अवस्था चाहिँ नै सिर्जना हुन्छ। अब यसपालि त तपाईको चाहिँ नि हैन यो बजेट बनेको छ, त्यसले गर्दा सबैले तलबहरू खाए, रमाइलो भयो। अब कार्यपालिका बैठक मेयर बिना कल्पना गर्न सकिँदैन। कार्यपालिका बैठकको अध्यक्षता चेयरिङ नै मेयरले गर्ने हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि कार्यपालिका बैठक चाहिँ मेयर बिना बालेन बिना चाहिँ त्यहाँ बस्न सक्दैन, त्यसको कल्पना हुँदैन। अनि कार्यपालिका बैठकको एजेन्डा मेयरले प्रस्तुत गर्नुपर्ने हुन्छ। अब कार्यपालिका बैठकै नबसिसकेपछि एजेन्डा आउने कुरो भएन। अब कार्यपालिका बैठक नबसिसकेपछि बजेट बन्ने कुरो भएन। अब बजेट नबनिसकेपछि चाहिँ अब यो असार मसान्तसम्म चाहिँ अब प्रमुख प्रशासकीय अधिकृत उपमेयर हैन, वडा अध्यक्षहरू अब चाहिँ नै त्यहाँ अब 500 कति, अब 1500-1600 कति छ त्यहाँनिर हैन, झन्डै 2000 कर्मचारी छ भन्ने सुने जस्तो लाग्छ मलाई। हाम्रोमा झन्डै 500 छ। अब ती कर्मचारीहरूले यो असार मसान्तसम्म तलब पाउँछ, त्यहाँदेखि पाउँदैन तलब। बजेट बन्दैन, कुनै विकास तथा निर्माणका कार्यहरू हुँदैन हैन, कुनै किसिमको खर्च गर्न पाइँदैन। त्यसो भएको कारणले गर्दाखेरि अन्ततगतवा सबै मान्छे झुकेर बालेनजी कहाँ पुग्नै पर्छ है, बालेनजी कहाँ पुग्नुपर्छ। सबै बेरुजु आउँछ हैन, त्यो खर्च गर्नै मिल्दैन। त्यो हुने बित्तिकै तपाईको चाहिँ नि हैन लफडा आइलाग्ने, अनेक परि इलिगल हुन्छ त्यो। त्यसले गर्दाखेरि अन्ततगतवा बालेनजी कहाँ सबै मान्छे आएर लु न हजुर बैठक बसिदिनु पर्यो भन्ने किसिमको वातावरण बन्न जाने म चाहिँ देख्छु। र त्यसले गर्दाखेरि अब धेरै अरूले फुरफुर नगरेकै राम्रो हुन्छ होला भन्छु म चाहिँ। मैले देखेको चाहिँ त्यो हो, लिगल प्रोसेस त्यही हो, अरू केही होइन। अहिले त अब यस्तो उस्तो भनेर कराइरहेछ नि त, अहिलेसम्म त तलब पाइरहेको छ। त्यसपछि कर्मचारीले तलब पाउँदैनन्, अनि जो जति कर्मचारी बालेनको एगेन्स्टमा छन् ती सबै मान्छे कर्मचारीहरू पनि बालेन कहाँ आउनै पर्छ हैन। त्यो फेरि जबरजस्ती छैन त्यहाँ हैन। बालेनले चाह्यो भने कार्यपालिका बैठक बस्ने हो, होइन भने नबस्ने, हुँदैन त्यो। त्यसले गर्दाखेरि बालेनजीले तपाईको चाहिँ नि लास्टमा गएर उहाँले नै तपाईको चाहिँ नि अब हरेक कुरा सदर गर्नुपर्ने हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि अहिले नै सबैजना मिलेको राम्रो, मेरो त मिलेको राम्रो भनाइ। तर नमिलेको अवस्थामा चाहिँ सिनारियो त्यस्तो हुन्छ र त्यस्तो नभएको राम्रो हुन्थ्यो भन्ने लाग्छ। किनभने अब देशकै अब हुन त राजा त छैन अहिले, तैपनि अब जस्ट क्यापिटल सिटी भनेर हामी चिन्छौँ हैन, मान्छौँ। त्यस्तो ठाउँको पालिकामा चाहिँ त्यो खालको स्थिति भइराख्दाखेरि एउटा असहयोगको कुरा, अवज्ञाको कुरा, सिस्टम नमान्ने कुराहरूको एउटा चाहिँ नि चुलिएर पिकमा चाहिँ यो कुराहरू पुगेको छ, त्यो चिज हो। तर त्यसलाई चाहिँ सबैले मिलेर हैन आफ्नो हट छोडेर सबै मान्छे
एउटै टिम हो भनेर जाँदाखेरि राम्रो हुन्थ्यो भन्ने लाग्छ। तर त्यो नगएको अवस्थामा चाहिँ त्यो हुन्छ है, यति चाहिँ बुझिराख्नुपर्छ। यो असार मसान्तसम्म चाहिँ रमाइलै छ, त्यतिखेर कसले के डम्फु बजाउने हो बजाउँदा हुन्छ होइन, जे गर्दा पनि हुन्छ। तर त्यस पछाडि चाहिँ फेरि होइन गाह्रो छ त्यो चिज हो। र कसैले तलब पनि पाउँदैन, भत्ता पनि पाउँदैन, अनि त्यहाँदेखि सबै कुरा चाहिँ लास्टमा गएर त्यो हुन्छ जुन मैले अहिले भर्खर भने। र यति भन्न चाहेँ, सान्दर्भिक लाग्यो होला यहाँहरूलाई। तर जे होस् मैले भनेको कुरा खास झुटो चाहिँ हुँदैन है। यो रेकर्ड राखिराख्नु होला है सबैजनाले। धन्यवाद छ, नमस्ते, सबैको जय होस्।